केपी शर्मा ओलीको कुरा पनि सगर्व यहाँहरूमा वृद्धि गर्न चाहन्छु। अबको समय हो हिमवत खण्डको गानलाई आज पहिलोचोटि प्रस्तुत गर्ने। यसका रचनाकार शशि लुम्बु र जिचेन साइन्ता, सङ्गीत अशोक राई, गायनमा कलाकार साथीहरू आउँदै हुनुहुन्छ। 3 दिनसम्म चल्ने यो सम्मेलन अघिल्लो पटकको सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीज्यूले एउटा कविता चन्द्रगिरीको डाँडामा कोर्नु भएको थियो। त्यो कवितामा नाटक पनि भोलि प्रस्तुत हुने कुरा यहाँहरूलाई निवेदन गर्दछु। त्यो प्रस्तुतिसँगै गायक साथीहरूलाई लाइनबद्ध भएर बस्दिनको लागि अनुरोध छ। Himawan dan Anda, Sakti dan